एउटा मान्छे नयाँ बन्दै गरिरहेको मन्दिर हेर्नका लागि जान्छ। मन्दिर परिसरमा देवताहरूको मूर्ति बनाउँदै गरिरहेको मूर्तिकार भेट्छ। मूर्ति बनाउँदै गरेको हेरिरहँदा अकस्मात उसको नजर मूर्तिकार भन्दा केही मिटर मात्र पर रहेको मूर्तिमा पर्छ, जुन मूर्तिकारले अहिले बनाइरहेको मूर्तिसित हुबहु मिलेको छ। यो देखेर आश्चर्यचकित हुँदै त्यो मान्छेले मूर्तिकारलाई सोध्छ, के तपाईलाई एउटै देवताको दुईवटा मूर्ति बनाउन भनिएको छ र? छैन, मूर्तिकारले भने। वास्तवमा मैले एउटै मात्र मूर्ति बनाउनु पर्ने हो, तर त्यो पहिलेको मूर्तिको लगभग अन्तिम समयमा यसमा केही केरी नपुग्यो, त्यसैले अर्को मूर्ति बनाउन थालेको हो। मूर्तिकारको जवाब सुनेपछि त्यो मान्छेले पहिलेको मूर्तिलाई राम्ररी हेर्न थाल्यो। धेरै बेरसम्म हेरेपछि पनि उक्त मूर्तिमा बिग्रिएको नदेखेपछि मूर्तिकारलाई सोध्यो, होइन, यहाँ त कहीँ पनि कोरिएको देखिँदैन नि। मूर्तिको नाकतिर केही कोरिएको छ, मूर्तिकारले जवाफ दियो। यो मूर्ति कहाँनिर राख्न गइरहेको छौ नि? त्यो मान्छेले सोध्यो। यो मूर्तिलाई 20 फिट उचाइको सम्ममाथि राखिनेछ, मूर्तिकारले भने। आश्चर्यचकित हुँदै त्यो मान्छेले फेरि आफ्नो जिज्ञासा राख्यो। यो मूर्तिलाई 20 फिटको उचाइमा राखिँदैछ भने मूर्तिको नाकमा रहेको जाबो यति सानो कोट्टाइलाई कसले पो देख्छ र? त्यो मान्छेको जिज्ञासा सुनेपछि मूर्तिकारले उसलाई एकचोटि हेऱ्यो र मुस्कुराउँदै भन्न थाल्यो, भगवानले देख्नेछ र मैले देख्नेछु।